आइसक्यो है त फेरि मित्रहरू सामु उपस्थित भइसक्यो यो राज थापा रकन। बल्ल बल्ल अनगिन्ती अशान्तिपछि हाम्रो देशमा शान्ति छाएको थियो। अब त हाम्रो देश एकदम पिसफुल हुँदैछ, जनताहरूको मुहारमा पनि खुसी छाउँदैछ भनी सोच थियो यो मानस पटलमा के मेरो प्यारो मित्रहरू, यो मानस पटलमा। के बुझ्नुभयो मेरो प्यारो मित्रहरूले? मानस पटलमा। तर भ्रम जस्तो साबित गरिदियो नि। नेपाल सही छ है, हाम्रो देशमा बास गर्ने हाम्रो नेपालीहरूले किन बुझ्दैनन् के, किन बुझ्दैनन्? हाम्रो देशलाई शान्ति चाहिएको छ, तर के हाम्रो जनता, हाम्रो नेपाली जनताहरूलाई शान्ति चाहिएको छैन? देशमा अलिकति शान्ति छाउन खोज्छ, फेरि कहाँ हुलदङ्गा मच्चिने, अराजक तत्त्वहरू पैदा हुने। अब अहिले हेर्नुहोस् न, अहिले यो सुनसरीको लफडा, सुनसरी काण्ड के भएको? यो के भएको? किन यस्तो हुन्छ के? हामी मानव भनेको त एकदम चेतनशील प्राणी होइन र? भगवान्ले त हामीलाई सर्वोत्कृष्ट प्राणी यानि कि एकदम चेतनशील प्राणी बनाएर पठाउनु भएको हो नि त यो धरतीमा। तर किन हामी झन्झन गिर्दै गइरहेका छौँ है? हामी झन्झन किन गिर्दै गइरहेका छौँ? अचम्म लाग्छ है मलाई यस्तो कुरा सुन्दा, अनि यस्तो कुराहरू न्युजमा हेर्दा। त्यही भएर आज त मलाई खासै त्यति न्युज पनि हेर्न मन लाग्दैन है मित्रहरू। के गर्ने है, के गर्ने? वाक्क दिक्क लाग्न थालिसक्यो आजभोलि आफ्नै देशको हालत देख्दा। के गर्ने? विदेशिएका हाम्रा नेपाली नागरिकहरू, हाम्रा जनताहरू, हाम्रो दाजुभाइ दिदीबहिनीहरू जति पनि अब खाडीदेखि लिएर युरोप कन्ट्रीहरूमा हुनुहुन्छ होइन, उहाँहरू पनि यसो आफ्नो देशमा आएर केही गर्ने वातावरण होस् न आफ्नो देशमा। त पो यार नेपाली नागरिक हुनुमा पनि गर्व महसुस हुन्छ। त अहिले त आफ्नो देशको हालत देख्दा त मलाई 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 के गर्न मन लाग्छ थाहा छ मित्रहरू? के भन्नु के मित्रहरू है, के भन्नु? शब्दले नै भ्याउँदैन के मेरो प्यारो मित्रहरू। यस्तो लाग्छ मैले बोल्ने शब्दहरू सायद हाम्रो नेपाली शब्दकोशमै छैन जस्तो लाग्छ कि। यति धेरै कुराहरू गर्न मन लाग्छ, यति धेरै कुराहरू भन्न मन लाग्छ है यो मिडिया सामु भनौँ, आफ्नै युट्युब च्यानल मार्फत। तर के गर्ने, शब्दै कम भए जस्तो लाग्छ कि, शब्दै नपुगे जस्तो लाग्छ। किन यस्तो अशान्ति छाइरहेछ हाम्रो देशमा है? किन यस्तो अशान्ति छाइरहेछ? हरेक दिन भने यस्तो क्रान्ति हुन्छ भने हाम्रो देशको नागरिकको मुहारमा कहाँबाट शान्ति मिल्छ? हजुरहरूलाई के कस्तो लाग्छ है? एउटा छोटो मिठो यसो बेला बेलामा भए पनि मित्रहरूसँग यस्तो अपडेट भइरहनु पर्यो भनेर फेरि आज यो राज थापा रकन हजुरहरू सामु उपस्थित भएको हो। हजुरहरूलाई के कस्तो लाग्छ? मेरो यो 2-4 शब्द भनौँ न, 2-4 शब्द मतलब मैले 20-25 शब्दै बोलिसकेँ होला है, तर हाम्रो नेपाली उखान अनुसार 2-4 शब्द टुच्च लाएर मित्रहरूलाई यसो मैले बताएको छु। हजुरहरूलाई के कस्तो लाग्छ? सही लागे सही, गलत लागे गलत, गलत होइन है, गलत या सही हजुरहरूलाई जे जस्तो लाग्छ होइन, सोही अनुरूप यसो कमेन्ट सेक्सनमा आएर कमेन्ट पनि गरिदिन सक्नुहुन्छ। अनि यो राज थापा रकन भर्खर युट्युबको दुनियाँमा हात हालिरहेछ, पाइला चालिरहेछ है। यसो सपोर्ट गर्न चाहनुहुने मित्रहरूले च्यानललाई सब्सक्राइब गरेर चट्ट मेरो च्यानलमा जोडिएर मेरो युट्युब च्यानलको फ्यामिली मेम्बर पनि बन्न सक्नुहुन्छ। धेरै धेरै माया हजुरहरूलाई, हजुरहरूको साथ सहयोग सपोर्ट सधैँभरि यसरी नै पाइरहौँ है। थ्याङ्क यू माई फ्रेन्ड्स, थ्याङ्क यू, लभ यु अल, बाई बाई।